दर्शकबिन नमस्कार, तपाईहरुलाई स्वागत छ हाम्रो युट्युब च्यानल टुडे न्यूज नेपालमा। बोन म्यारो क्यान्सरले बिरामी भएकी जस्मिन बस्नेतको उपचार सुरु भएको छ। जस्मिनको उपचारका लागि अहिले भोजराज थापाको टिम र जस्मिनका परिवार भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा छन् भने उनको उपचार सुरु भइसकेको छ। जस्मिनको बारेमा भिडियो युट्युबमा आएपछि उनलाई देश विदेशमा रहेका नेपालीहरूले सहयोग गरेका थिए र अहिले पनि जस्मिनलाई सहयोग गरिरहेका छन्। केही दिनमै भोजराज थापाले 1 करोड भन्दा धेरै सहयोग जुटाउन सफल भएका थिए। आर्थिक अवस्था कमजोर रहेको जस्मिनका परिवारले जस्मिनलाई बोन म्यारो क्यान्सर भएको थाहा पाउँदा पनि पैसाको अभावले गर्दा उपचार गर्न सकेका थिएनन्। जस्मिन आफ्नो मम्मीसँग बस्दै आएकी छिन्। उनको बुवाले अर्कै आमा लिएर अलग्गै बसेका छन्। जस्मिनको उपचार अहिले भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा भए पनि उनीहरू अहिले अस्पतालमा छैनन्। राजीव गान्धी अस्पतालबाट बिरामीलाई डिस्चार्ज गरी 21 तारिकसम्मका लागि कोठामा सारिएको छ। हिजो मात्र किमो चढाएर चेक जाँचका सबै प्रक्रिया सकेर यति बेला जस्मिन, उनका परिवार र भोजराज थापाको टोली रिपोर्ट कुरिरहेका छन्। जस्मिनको पहिला पनि किडनी र ब्रेनमा जटिल समस्या देखिएकाले बोन म्यारो ट्रान्सप्लान्ट गर्नु पूर्व पुनः तिनै कुराहरूको चेक जाँच गरिएको हो। सबै कुराहरू ठिक रहेको अवस्थामा छिट्टै बोन म्यारो ट्रान्सप्लान्ट हुनेछ। त्यतिन्जेलसम्मका लागि थप अरू केही संक्रमण नहोस् भन्नका लागि जस्मिनसँग बाहिरी कुनै पनि मान्छेलाई भेट्न दिइने छैन। यस्तरी स्थिति छ यो। सनम दादा भने सिउरो के हुन्छ। हामी चाहिँ राजीव गान्धी अस्पतालमै छौँ अनि हाम्रो डाक्टर गौरी कपुरले चाहिँ हाम्रो छोरी जस्मिनलाई हेरिरहनु भएको छ उपचारको लागि। सनम दादासँग चाहिँ एकदमै हुरुक्कै हुन्छ। काखमा सुती छ सनम दादाको।